Okay, then. What's your first impression after being here? Good, no? So, guys, it's almost 3:30, 3:30 a.m. and now we have reached New Haflong. चियाको चुस्कीको साथसाथ हाम्रो आज बिहानको यात्रा सुरु हुन जाँदैछ। थाहा छैन कति एक्साइटिङ हुन्छ, तर मलाई लाग्छ कि धेरै यो जुन सौन्दर्य छ नि, यो सौन्दर्यलाई हामीले नजदिकबाट देख्छौँ र नजदिकबाट यसको एक्सपिरियन्स लिन्छौँ। त्यसैले एक्साइटिङ त हुनै पर्यो। साथीहो, 6 बजिसक्यो र हामी अब स्टेसनबाट निस्क्यौँ बाहिर। थाहा छैन कहाँ जाने के गर्छौँ, अहिलेसम्म डिसाइड भएको छैन, तर तपाईँहरूले यहाँको नजारा देख्न सक्नुहुन्छ। देखाउँदैछु हजुरहरूलाई कस्तो छ बिहान 6 बजीको नजारा। गाइज, सबैभन्दा ठुलो इस्यु के भयो भने हामीलाई यहाँ हामीले वासरुम भेट्न बहुत गाह्रो पर्यो। यहाँ हाम्रो साथीलाई टाइट लागेको थियो अरे, अनि त्यो टाइटमा यहाँ एकदम धेरै अभर्नी परिसकेको थियो। बल्ल 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 हामी धेरै समय पश्चात हामीले खोजेर एउटा निकाल्यौँ र उहाँले आफ्नो ढिला गरे र अब हामी थोरै हेरौँ के भटिन्छ, हल्का केही खाएर कतै जानुपर्छ जस्तो छ। Okay, guys. So we have booked our room over here. You can see. के साथीहो, स्टेसनबाट हामी निस्क्यौँ हाफलङ टाउनतर्फ। हाफलङ टाउनमा हामीलाई पहिलो चेन्ज थियो रुम हामीले एउटा बल्ल बल्ल म्यानेज गरियो, किनकि बिहानको समय भएकाले धेरै मान्छेहरू बिहानै चेकआउट गरेका हुँदैनन्। त्यसैले गर्दाखेरि हामीलाई समय लाग्यो र त्यसमा हामीलाई हेल्प गर्यो त्यहाँको लोकल अटोवाला, जसको नाम जेक्सन हो। र अब हामी हाफलङको धेरैवटा साइट्सहरू भिजिट गर्ने हामी तयारी गर्दैछौँ र हामीहरूलाई भिजिट गर्नमा र हामीलाई गाइड हिसाबमा र अटोवाला हिसाबमा हामीहरूलाई सहाय गर्नेछ जेक्सनले, जसको फोटो देख्न सक्नुहुन्छ यो। एन्ड हामी जाँदैछौँ अब हाफलङ टाउनमा धेरै साइट्सहरू छन् जसमा पर्छ जस्तै कि जाटिङ्गा, जुन बर्ड सुसाइड हुने जग्गा, अनि प्लस धेरै हाफलङको भ्यू पोइन्ट, अनि त्यस्ता धेरै जग्गाहरू हामी घुम्ने तयारी गर्दैछौँ। साथीहो, अहिले हामी छौँ हाफलङको बर्ड वाचिङ सेन्टरमा, जहाँबाट चराहरू हामी हेर्न सकिन्छ। थोरै हावा लाग्दैछ र यो हावाले यहाँको सौन्दर्य अझै बढाएको छ। यहाँ माथिबाट चराहरूको आगमन हेर्न सकिन्छ र तर खासै चराहरू हामीलाई यहाँ देखिएन। 2-4 जना मान्छेहरू पनि देखियो, तर चराहरू खासै देखिएन।
ओके साथियों, हाफ्लोङको बर्ड वाचिङ सेन्टर जातिङ्गाको बर्ड वाचिङ सेन्टर भएर हामी पुग्यौँ जातिङ्गा भ्यू पोइन्ट। यहाँबाट धेरै सुन्दर नजारा देख्न सकिन्छ, जहाँबाट यहाँ मान्छेहरूको पनि धेरै समागम छ। धेरै टाढा टाढाबाट पर्यटकहरू पनि आएका छन् र खासै राम्रो पनि देखिँदैछ यहाँबाट। हेलो दोस्तों, so finally we are back from the many places we have visited today. चलो चलते हैं। और अब हम जाने के लिए रेडी हो रहे हैं। अब अपने अपने रूम में जाएंगे और थोड़ा रेस्ट करेंगे ना, ज़्यादा वो भी हो गया है।